सम्पूर्णमा नमस्कार। स्वागत छ तपाईलाई आजको भिडियोमा। आजको भिडियो अन्तर्गत रहेर म राष्ट्रिय किताबखाना शिक्षकमा रहेको तपाईको व्यक्तिगत विवरण र हरेक वर्ष दर्ता गरिने सम्पत्ति विवरण दर्ता भएको छ कि छैन भनी अनलाइनबाट कसरी हेर्ने भन्ने जानकारी प्रस्तुत गर्न गइरहेको छु। यदि तपाई सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षक हुनुहुन्छ भने आजको भिडियो तपाईको लागि निकै नै जानकारीमूलक हुनेमा म आशावादी छु। ढिला नगरी आजको विषयवस्तुलाई सुरु गरौँ। व्यक्तिगत विवरण हेर्न तपाईले आफ्नो मोबाइल फोन वा कम्प्युटर प्रयोग गर्न सक्नुहुनेछ। यहाँहरूलाई म सुरुमा कम्प्युटरमा र त्यसपछि यही कार्य मोबाइलमा कसरी गर्ने भन्ने जानकारी दिनेछु। सुरु गरौँ कम्प्युटरबाट। सबैभन्दा सुरुमा तपाई कम्प्युटरमा रहेको कुनै एउटा वेब ब्राउजरमा जानुहोस्। जस्तै मैले यहाँ गुगल क्रोमलाई ओपन गरेँ। यसरी कुनै एउटा वेब ब्राउजरमा गइसकेपछि सर्च बारमा गएर स्टोर टिचर इन्फर्मेसन सिस्टम लेखी सर्च गर्नुहोस्। यसरी सर्च गर्दाखेरि तपाईले यहाँ एउटा लिंक पाउनुहुन्छ जहाँ राष्ट्रिय किताबखाना शिक्षक स्कुल टिचर रेकर्ड अफिस भनिएको छ। यसमा एकपटक क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसके पश्चात तपाई यो खालको एउटा इन्टरफेसमा पुग्नुहुनेछ। यो इन्टरफेसमा क्लिक गरिसके पश्चात तपाईले यहाँ माथि यसको PIS लगइन भन्ने एउटा ट्याब रहेको छ जसमा गएर क्लिक गर्नुहोस्। यसरी क्लिक गर्दाखेरि तपाईले यहाँ युजर नेम र पासवर्ड इन्ट्री गर्ने ठाउँ पाउनुहुनेछ जहाँ तपाईले तपाईको युजर नेम र पासवर्ड राख्नुपर्ने हुन्छ। अब तपाईले यहाँ आफ्नो युजर नेम र पासवर्ड युज गर्नुपर्ने हुन्छ। यो युजर नेम र पासवर्ड तपाईले तपाईको सिट्रोल म्यासेज मार्फत प्राप्त गर्दा सँगसँगै प्राप्त गर्नुभएको हुनेछ। सामान्यतया युजर नेममा तपाईको सिट्रोल नम्बर र पासवर्डमा तपाईको नामको सुरुका 3 अक्षर क्यापिटल लेटरमा र त्यसपछि सिट्रोल नम्बर हुने गर्दछ। जस्तै तपाईको नाम रमेश श्रेष्ठ हो र तपाईको सिट्रोल नम्बर 123456 हो भने तपाईको युजर नेम 123456 हुन्छ भने पासवर्ड RAM123456 हुन्छ। यसको मतलब नामको सुरुको 3 वटा अक्षर क्यापिटलमा र पछाडि सिट्रोल नम्बर चाहिँ पासवर्डको रूपमा रहेको हुन्छ। म सर्वप्रथम यहाँ मेरो युजर नेम र पासवर्ड एकपटक लगाएर लगइन गर्न गइरहेको छु। यसरी तपाईले युजर नेम र पासवर्ड लगाएर लगइन गरिसकेपछि यहाँ माथि पपअप ब्लक भनेर एउटा देखाएको छ। यो चाहिँ हाम्रो क्रोमले पपअप ब्लक गर्दो रहेछ। एकपटक यहाँनेरि माथि जानुहोस् र यहाँ क्लिक गरेर अलवेज एलो पपअप एन्ड रिडाइरेक्ट फ्रम http.app.store.gov.np मा क्लिक गर्नुहोस् र डनमा क्लिक गर्नुहोस्। अब एकपटक पुनः आफ्नो युजर नेम र पासवर्ड लगाएर चेक गर्नुहोस्। यसरी लगाइसके पश्चात तपाईले यहाँ आफ्नो सम्पूर्ण विवरण देख्नुहुनेछ र यहाँनेरि आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण तपाईले देख्नुहुनेछ। मैले चाहिँ यहाँनेरि आफ्नो गोपनीयताको लागि यहाँको व्यक्तिगत विवरण चाहिँ तत्काललाई ब्लर गरेको छु। यदि तपाईले हरेक वर्ष दर्ता गर्नुहुने सम्पत्ति विवरण दर्ता भएको छ कि छैन भनेर यहाँ माथि रहेको सम्पत्ति विवरण ट्याबमा क्लिक गर्नुभयो भने तपाईको यहाँनेरि देखा पर्ने गर्छ र यहाँनेरि हरेक वर्षको सम्पत्ति विवरण चाहिँ दर्ता भएको छ कि छैन भनेर देखा पर्ने गर्छ। यसरी तपाईले राष्ट्रिय किताबखानामा रहेको आफ्नो सम्पूर्ण विवरण यसरी हेर्न सक्नुहुनेछ र आफ्नो सम्पत्ति विवरणको रेकर्ड पनि तपाईले यहाँ गएर हेर्न सक्नुहुनेछ। र यही प्रक्रियालाई म एकपटक मोबाइलमा गरेर तपाईहरुलाई देखाउन गइरहेको छु। मोबाइल फोनमा यही कार्य गर्नको लागि तपाई आफ्नो मोबाइलमा रहेको कुनै एउटा वेब ब्राउजरमा जानुहोस्। जस्तै म यहाँ क्रोममा गइरहेको छु। यसमा गइसके पश्चात तपाईले यहाँ माथि सर्च बारमा गएर स्टोर टिचर इन्फर्मेसन सिस्टम सर्च गर्नुहोस्। यसरी सर्च गर्दाखेरि तपाईले यहाँ दोस्रो लिंक देख्नुहुनेछ। यसमा एकपटक क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसके पश्चात अहिलेको जस्तै एज अलवेज यहाँनेरि माथि पनि तपाईले लगइनको अप्सन पाउनुहुनेछ। यहाँ माथि PIS लगइन भनेको छ त्यहाँ एकपटक क्लिक गर्नुहोस्। क्लिक गरिसके पश्चात तपाईले यहाँनेरि युजर नेम र पासवर्ड राख्नुहोस्। युजर नेम र पासवर्ड तपाईले यहाँ राख्न सक्नुहुन्छ र मैले चाहिँ युजर नेम र पासवर्डको फर्मेट कस्तो हुन्छ भनेर अघि नै मैले तपाईलाई जानकारी गराइसकेको छु।
यसरी लगइनमा क्लिक गर्नुहोस्। यहाँनिर तपाईको सम्पूर्ण विवरण देखा पर्दछ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि भिडियो मन पर्यो र आगामी दिनमा पनि यस्तै कन्टेन्टहरू तपाई हेर्न चाहनुहुन्छ भने मेरो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। यस च्यानल मार्फतबाट म अनलाइन फारम कसरी भर्ने, विशेष गरी शिक्षकसँग सम्बन्धित हुने विभिन्न सामग्रीहरू चाहिँ प्रसारण गर्ने गर्दछु र आगामी दिनमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यहाँले मेरो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ। त्यसैगरी यो भिडियोलाई लाइक, शेयर र कमेन्ट गरेर साथ दिन सक्नुहुनेछ। हस्त आजको लागि भिडियो यति नै। धन्यवाद। नमस्कार। यहाँहरुको दिन शुभ रहोस्।